आजहरू 2082 आज लोसारको दिनको हाम्रो यो गुम्बाको हामीले यसरी नै दृश्य अवलोकन गर्दा हुँदैछौँ है। यसरी हाम्रो आज गुम्बा सजाएको छ होइन, कति राम्रो यसरी हाम्रो टाँसी छोइलिङ गुम्बा यसरी सजाएको छ है, यसरी नै सजाएको छ। अनि यसरी चाहिँ हाम्रो माथि गुरुहरूको फोटो यसरी हाम्रो गुरुहरूको फोटो लाइनले राखिएको छ, हेर्नुहोस् न कति राम्रो छ है गुरु रम्बुछाहरूको। अनि त्यसपछि चाहिँ हाम्रो महागुरु हुनुहुन्छ, उहाँको फोटो छ। अनि त्यसपछि हाम्रो गुम्बाको ठुलो गुरु हुनुहुन्छ, उहाँ प्रेम लामा हुनुहुन्छ है। अनि उहाँ हाम्रो अर्को अतिथि माननीय गुरुजी पनि हुनुहुन्छ, उहाँ यसरी छ है। आज लोसारमा धेरै मान्छेहरू विराटनगर रानी 16 अवस्थित यसरी आउनु भएको छ। अनि यहाँ हाम्रो अतिथि गुम्बाको अध्यक्ष पनि हुनुहुन्छ। अनि यहाँ चाहिँ सानो एउटा यता पनि छ देवताको यसरी थान छ, यसरी देवता थान छ। अनि यसरी हाम्रो ठुलो गुरु रिम्पोछेहरूको यसरी फोटोहरू छ, यसरी रिम्पोछे अलौकिक अवतार होइन, यो मञ्जुश्री यसरी खिचेको छ। यसरी भक्तजनहरू पनि सबैजना यहाँ उपस्थित हुनुहुन्छ। यहाँ सानो नानी पनि आउनुभएको छ। यो हाम्रो सत्यम भाइ पनि हाम्रो गुम्बाको माथिबाट अवलोकन गरिदिएर यसरी छ है। अब यो यहाँ माने यसरी राखेको छ, ठिक छ। अब हामीले यसरी माने पनि घुमाउँदा हुन्छ, यो यसरी माने घुमाउने हो। ओम माने पेमे, ओम माने पेमे, ओम माने पेमे, ओम माने यसरी गुम्बाको फुल्ला लसो यसरी माथिको गुम्बा यसरी खिच्नु पर्छ माथिबाट, ठिक छ। यसरी सबैजनाहरू आउनुभएको छ, यसरी माथिको यस्तो माथिको छ यसरी। अनि यो तल्ला हो, तल्लामा चाहिँ अब एक खानपिन हुँदैछ, यसरी खानुहुन्छ। यो यसरी बाडाबाट यसरी दृश्य अवलोकन छ, वहाँ गेटसम्म हाम्रो सबै देखिन्छ, यसरी छ। ल आजको लागि यति नै, धन्यवाद।